शिवजीको यस्तो ठुलो मन्दिर जहाँ पुग्न तपाईलाई विराटनगरबाट मात्रै आधा घण्टा लाग्छ, तर तपाईले इन्डिया नै प्रवेश गर्नुपर्ने हुन्छ। हात खुट्टा धोएर सँगै जाम अररिया जिल्लामा रहेको बाबा सुन्दरीनाथ धाममा। प्रवेश गर्ने बित्तिकै तपाईले दुईटा ठुलो अनि सुन्दर आकृतिले भरिएको मन्दिरहरू देख्न पाउनुहुन्छ। एकतिर शिवजीको शिवलिङ्ग छ भने अर्कोतिर हाम्रो गणेशजीको मूर्तिहरू राखिएको छ। यो चाहिँ रहेको छ हाम्रो मेन मन्दिर, जहाँ श्रावणको बेला एकदमै धेरै श्रद्धालुहरू आउने गर्नुभएको छ र अब विशेष गरी श्रावणको लागि यहाँ तयारीहरू पनि सुरु भइसकेको छ। जहाँ शिवजी त्यहाँ नन्दीजी भने जस्तै यस ठाउँमा पनि तपाईँले नन्दीजीको राम्रो अनि एकदमै सुन्दर प्रतिमा देख्न पाउनुहुन्छ। छेउमा रहेको छ पोखरी, जहाँबाट हजुरले जल भरेर शिवजीमाथि अर्पित गर्न सक्नुहुनेछ। श्रावणको बेलामा खुट्टा पनि टेक्न गाह्रो नै यस ठाउँमा आएपछि तपाईँको मनभित्रबाट भक्ति भाव पनि आउनेछ र मन नै पवित्र हुनेछ। भनिन्छ नन्दीजीको कानमा गएर आफ्नो मनोकामना भन्नुभयो भने त्यो मनोकामना तपाईँको पुरा पनि हुन्छ। हामीले पनि त्यस्तै गर्यौं र निस्किएपछि तपाईँलाई केही भोक लागेको छ भने यस ठाउँको खाजा खानु होला। यहाँनिर मिठो खाजा र मिठो मिठाईहरू पाउने गर्दछ।